हेलो वेलकम टु माई न्यू एनदर ब्लगमा तपाईँलाई धेरै धेरै स्वागत छ। आशा गर्दछु तपाईँहरू सबै निगारमै हुनुहुन्छ होला। म पनि निगारमै छु। आज चाहिँ म यता बर्दिया कतर्नेदेखि नेपालगञ्जसम्म यात्रा रहेको छ। बिटको सर्टकट भिडियोहरू तपाईँलाई म देखाउने कोसिस गरिरहेको छु। हाम्रो महेन्द्र राजमार्ग रहेको छ। पूर्वमा मेची, पश्चिममा महाकालीसम्मको यात्रा हो। निकै रमणीय रोड छ यो, हरियाली रोड छ। अब चाहिँ हामी सुरुमा हाम्रो यो गाडी आउन लागेको चोक चाहिँ हाम्रो लक्ष्मण चोक हो, जुन बर्दियामा पर्दछ। जुन चोक हाम्रो यो बर्दियामा पर्दछ, यसबाट चाहिँ हाम्रो यता गुलरिया सदरमुकाम, बर्दियाको सदरमुकाम जाने रोड पनि रहेको छ है। राम्रोसँग हेरिदिनु होला। हाम्रो यो रोड चाहिँ हाम्रो तपाईँलाई थाहा नै छ होला, बाँसगाडीमा रहे। अब आउन लागेको चोक चाहिँ हाम्रो बाँसगाडीदेखि हल्का इलाका प्रहरीभन्दा हल्का अगाडि चोकमा रहेको शिवलिङ्ग देखाउँछु तपाईँहरूलाई। एकदमै रमाइलो ठाउँ छ यो, रमाइलो टुरिज्म एरिया पनि हो यो। अलिअलि टुरिस्टहरूको भिड हुने गर्दछ शिवरात्रिहरूमा, आन्तरिक वा बाह्य। एकदमै रमणीय दृश्य छ। यहाँदेखि देख्न सक्नुहुन्छ तपाईँले, एकदमै ठुलो शिवलिङ्ग बनाइएको छ यहाँ। बाँसगाडी नगरपालिकामा पर्दछ यो सिन चाहिँ। अनि आज चाहिँ विशेष गरेर म बिदा सकिएर फर्किन लागेको। बिदा भन्दा पनि 7 दिनको क्याबी थियो म, अनि 7 दिन भुक्तानी गरेर आज चाहिँ म नेपालगञ्जतिर फर्किँदै हो। यो अगाडिको तपाईँले देख्न सक्नुहुन्छ, यो सिन चाहिँ हाम्रो सिजी कम्पनीको वाइवाई चाउचाउ फ्याक्ट्री र प्लस यसमा ड्राइगन बियर अन्यको फ्याक्ट्री हो यो, करेन्ट चाउचाउको फ्याक्ट्री हो यो। अगाडिको चाहिँ राम्रोसँग देखाउँछु तपाईँहरूलाई, जुम गरेर हेरिदिनु होला। यो पनि बर्दियामै पर्दछ। अनि अरू सबै त ठिकै होला के अरे तपाईँहरूलाई। एकदम रमाइलो छ। हेर्नुहोस्, यो चाहिँ गेट, मेन गेट आयो। यसपछि चाहिँ हाम्रो अब आउने छ त्यति नजिकैको यो के मैले सुनेको चाहिँ खासै त्यहाँ गएको छैन म, यो फर्म हो अरे। ओहो, बर्दियातिर रोपाइ पनि सुरु भइसकेको छ है। अब चाहिँ हाम्रो मानखोला पुग्न लाग्यो। यो मानखोलाको सिन रहेको छ हाम्रो, जुन कि बाँके र बर्दियाको सिमाना हो रहेको छ। अगाडि चाहिँ सिमाना आयो। अब बाँके बर्दियाको सिमाना, जुन मानखोलाले हाम्रो बर्दिया बाँकेको सिमानालाई छुट्याएको छ। ओहो ओहो, जङ्गल रहेको छ सिमानातिर पनि। यही रहेको छ मानखोला। खासै पानी पनि आएको रहेनछ त्यो सिमाना भयो। अब चाहिँ हामी लगत्तै अब बाँके सिटमा प्रवेश गऱ्यौँ। देख्न सक्नुहुन्छ पानी पनि झिमझिम पानी परिरहेको छ। वातावरण पनि एकदम कुल र हरियाली रहेको छ। ओहो, बाँकेतिर त रोपाइ धमाधम सुरु भइरहेको रहेछ। मेरो गाउँतिर पनि रोपाइ सबै लगभग भ्याएर फर्केको हो म आज। पानीले चाहिँ दह्रो गरिरहेछ आज चाहिँ। जताकतै रोपाइको सुरु रहेछ। बर्दियातिर त खासै पानी परिरहेको थिएन। बाँके प्रवेश गर्न बित्तिकै रोपाइ दमादम चल्दा ट्र्याक्टरले जोत्ने काम पनि भइरहेको रहेछ यतातिर त। बर्दियातिर चाहिँ खासै म हेर्दाखेरि पानी परिरहेको थिएन। क्यामेरा के भयो? ओइ हो, के भयो क्यामेरा? ल र साइडको रोडको साइडमा त पुरै ठुलै खोलै आउला जस्तो भएको रहेछ यतातिर त। कतैतिर पानी नपरेर तनाव छ, यतातिर चाहिँ पानी परेर रोडको साइडबाट खोलै बगिरहेछ। यस्तो छ नेपालको मौसम। अब बर्दियातिर पानी नभएर रोपाइ भइरहेको छैन, यता कतै रोपाइ भइरहेको छ, कहीँ पानी धेरै भइरहेको छ, कहीँ पानी कति नै छैन। ओहो, यो त झन् धेरै पानी रहेछ त। स्कुल, शिखा स्कुल हो।
यता पनि धेरै पानी परिरहेको रहेछ त पुरै। अब चाहिँ हामी ठ्याक्कै गोलपुर भाइरल टावरनिर गोल पार्कनिर आयौँ। देख्न सक्छौँ तपाईँले अगाडि गोल पार्क। उसैमा राम्रो थियो, झन् पानी परेर मौसम राम्रो भएर चाहिँ झन् राम्रो देखाएको छ। तपाईँ देख्न सक्नुहुन्छ यो दृश्य दर्शकबिन। फाइनल्ली पुग्यो, फाइनल्ली गोलपुर पनि पुग्यो। अब चाहिँ मैले अहिले चाहिँ अटोमा आइरहेको छु म। अब चाहिँ म इलाकानिर गएर माइक्रो बस हुन्छ या म्याजिक चढ्नु पर्ने छ नेपालगञ्जको लागि। ओहो हेर्नुहोस् भ्यू टावर, गोल पार्क। वाउ कति राम्रो बनाएको रहेछ त। आएको थिएन अहिलेसम्म म, साह्रै राम्रो बनाएको रहेछ त गोल पार्क त। ओहो हो ल बब्बाल देखियो त। यो चाहिँ न्यू रोड, हाम्रो भाइरल न्यू रोड। फाइनल्ली म इलाकानिर पुगिसकेको छु। तपाईँ देख्न सक्नुहुन्छ दृश्य इलाकानिरको रहेको छ हाम्रो इलाका प्रहरी कार्यालय कोहलपुरको इलाकाको। यहाँनिर भ्यान पनि देख्न सक्छ तपाईँहरूले। यस्तो पानी परिरहेको बेला पनि यात्रीहरू धमाधम कार्यक्रम भइसकेको छ माथिको मौसम। यो चाहिँ हाम्रो यता कोहलपुरदेखि नेपालगञ्ज जाने रोड है गाइज। निकै हरियाली बनाएको छ आजभोलि, फुलहरू रोपेर विभिन्न किसिमको फुलहरू हराभरा बनाएको छ कोहलपुरले। यो चाहिँ हाम्रो भाटबटनी है गाइस, नेपालगञ्ज राजाभन्दा ठ्याक्कै अगाडि रहेको भाटबटनी। बडा रमाइलो। सामान चाहिँ साह्रै महँगो हुँदो रहेछ यहाँ चाहिँ। लास्टै सामानको महँगी छ यहाँ चाहिँ। म किन्न गएको थिएँ अस्ति, सामान चाहिँ महँगो छ गाइस। नेपालगञ्जतिर पनि पानी परिरहेको रहेछ हौ गाइस।